हट एयर गन यसलाई चाहिँ हामी एसएमडी रिवर्क स्टेसन पनि भन्छौँ। एसएमडी रिवर्क स्टेसन। एसएमडी भने चाहिँ एसएमडी को फुल फर्म चाहिँ सरफेस माउन्ट डिभाइस। सरफेस माउन्ट डिभाइस। तपाईको बाहिर निस्किनु यसो त्यहाँ बाहिर गएर के सरको अगाडि फेस गरेर त्यो बाहिर गएर के यहाँ बसेर भन्दा पनि ठीक छ। उठेर बाहिर निस्केर 5-7 मिनेटको बनाउनु त्यसलाई चाहिँ हामीले अहिले हाइलाइट भिडियो चाहिँ रिल्स बनाउने हो कि 40-45 सेकेन्डको। उहाँले भन्नुहुन्छ नि सिकाउनुहुन्छ नि अलिअलि आइडिया त। क्यामेरा क्वालिटी राम्रो छ त तपाईँको यो वडा 8 को पनि आयो। आओस् न त के फरक पर्छ त्यसलाई राख्न मन लागेन भने अहिले एडिटिङले फालिहाल्छ नि के चिज एडिटिङले फालिहाल्छ नि। फालिहाल्छ टेन्सन सिक्न खोजेको के त्यही हो कि जे अननेसेसरी पार्ट छ त्यो कसरी फालिरहेछ त्यो जाने होइन नि त सिकिहालौँ न। अर्को छ हाम्रो डिसी पावर सप्लाई। एसएमडी भन्ने सरफेस माउन्ट ए सरफेस माउन्ट डिभाइस है। स्पेलिङ रङ भयो भने चाहिँ भन्नु है साथी हो। मेरो चाहिँ फेरि ल्याङ्ग्वेज चाहिँ त्यो जर्मन सिक्दाखेरि इङ्ग्लिस चाहिँ ध्वस्तै पार्दैछ मेरो। माइन्ड नगर्नु होला ध्वस्तै हुन्छ। ओइल पडन भा छैन 2 वर्ष भइसक्यो यसपछि। ल म पनि आउँछु। आनन्दले एउटा यति खिच्नु न फुल यसको चाहिँ यति पार्ट देखाएको छ त्यसलाई आइसक्यो त्यो कन्टिन्यू छ उसले खिच्दैछ। घुमिरहेको छ। मलाई पोस्ट गरेको छु ए तपाईँलाई मलाई जम्मै हुन्छ नि जम्मै राखेको ए तपाईँ यताउता हिँडिराख्नु ए यहाँ साथीहरू कसैको पनि गुनासो नहुँदाखेरि मेरो चाहिँ फेस देखिएन भन्ने सबैजना देखिनु पर्यो त्यहाँ। त्यो कुनै क्लासको चाहिँ एउटा डेमो भिडियो तपाईँहरूले भने जस्तो रिल्स बनाएर हालिराखेको हुन्छ नि त्यस्तो आओस् क्या हाम्रो ट्याक्क लाएर। कन्सल्टेन्सीहरूले बनाइराखेको हुन्छ है राम्रै चार्ज दिन्छ। मोडलै बोलाएर चाहिँ ट्याक्क फ्लक्स भनेको चाहिँ पेस्ट सोल्डरिङ पेस्ट फ्लक्सलाई पेस्ट पनि भन्छ है। माइक्रोस्कोप TE माइक्रोस्कोप त हाम्रो लिनेसहरूको महँगो छ। यति पार्ट चाहिँ खिच्नु त म मेटाइदिइहाल्छु यो अरूले यो चाहिँ हाम्रो मेन चाहिँ मेसिनहरू परेको क्या यतिखेर त्यही भएर यो पार्ट देखिएछ नि। सोल्डरिङ सेट स्क्रू ड्राइभर सोल्डरिङ 7 मा फ्लक्स हल्का भिडियो एडिटिङहरू जाने भनेदेखि क्लासमा नि प्रोजेक्टरबाट सबैलाई खतरा सोल्डरिङ पेस्ट हुन्छ पढाउँदाखेरि होइन स्लाइडहरू बनाएर लगेर अनि ट्याक्क जस्तै अब यो मल्टिमिटर छ डिजिटल छ एनालग छ नि। डिजिटल कस्तो हुन्छ एनालग कस्तो हुन्छ ट्याक्क चित्रसहित राखिदिन पाएर चित्रमा त्यसको पार्ट्सहरू चाहिँ नामाकरण हुन्छ नि।
ठ्याक्क त्यो राखिदिन पायो भने त सर अनलाइन पढाउने क्या त्यसरी अनलाइन मेटेरियल बनाएर युट्युबमा त्यस्तो बनाउन चाहन्छु क्या म चाहिँ अनि क्लासमा नि आएर यो धेरै कराइराख्ने नै होइन क्या आफ्नो युट्युबको सर प्ले गर्ने हो डे 1 डे 2 डे 3 डे 4 डे 5 65 डेजको बनाउँछु क्या मैले टोटल 65 डेजको हुन्छ यो लङ लेसन चाहिँ लेभल 1 को होइन 65 डेजको एउटा भिडियो कम्प्लिट तयार गरेर राखेपछि ल्याएर भिडियो प्ले गर्ने हो त्यसपछि त्यसलाई ब्रिफिङ गरिदिने हो कति सजिलो हुन्छ यो त लाइफ टाइमलाई भयो नि त जहिलेसम्म मोबाइल पढाइन्छ त्यहिलेसम्मलाई भयो उता च्यानलमा पनि रेगुलर अर्निङ आइरह्यो त्यो त नयाँ नयाँ मान्छेले हेरिरहेको छ त्यही भिडियो हामीले अर्को बनाइराख्नु पर्दैन नि ठुलो भइरहेको सर यो सोलुनी फ्लक्स पनि आफै जो कोहीले गर्न सक्छ तपाईँहरूले सक्नुहुन्छ अब मल्टिमिटर के हो भन्ने कुरा यहाँ पढिसकेपछि थाहा पाइसकेपछि र मल्टिमिटरले कसरी कम्पोनेन्टहरू चेक गर्ने भन्ने जानिसकेपछि त तपाईँले गएर घरमा भिडियो बनाए नि हुँदैन एडिटिङ छ भने त यो भिडियो बनाइहाल्नुहुन्छ तपाईँकै च्यानलमा अपलोड गर्दा नि भयो नि तपाईँले पढाएको तपाईँले हाल्ने हो मैले पढाएको मैले हाल्ने भनेको आफ्नो कन्टेन्ट सबैले बनाउन पाइयो नि त यो पाइयो क्या चल्छ नचल्ने सर सोलुनी फ्लक्स पनि त्यहाँ आँखा बिगार्ने तारहरू जोड्दाखेरि सोल्डिङ लगाउने हुन्छ नि सेतो तार त्यो तार जोड्नलाई चाहिँ अलिकति जस्तो त्यो सोल्डिङ वायर भयो होइन फ्लक्स भनेको चाहिँ पेस्ट हुन्छ क्या ती पेस्ट त्यहाँ आँखा बिगार्ने जस्तो त्यो धुवा आउने होला हो त्यो त्यसलाई खिच्छ मेटाएर मेरो सक्यो अब यहाँ म सर अर्को लेख्नु होला म अर्को सुटिङ गर्छु यसको चाहिँ मेन चाहिँ यो हुनु पर्यो यदि एउटा चाहिँ यो पार्ट देखियो भने चाहिँ ट्याक्का लाएर यति राख्ने भिडियोमा चाहिँ हामीले अर्को कट गर्ने भइहाल्यो 2 सेकेन्डको क्लिप भयो त पुगिहाल्यो नि त यो त लेखेको एउटा देखाउने सर अर्को लेख्नुहुन्छ होइन अर्को लेखेको हाल्नु पर्दैन ए पर्दैन अरू चाहिँ गतिविधि हाल्ने एउटै चिज धेरै हाल्न त त्यहाँ पुग्दैन नि हामीलाई 30-40 बढीमा म्याक्सिमम 45 सेकेन्डको बनाउने त्यो पनि जति टाइम लामो भयो त्यति चाहिँ कम भ्युज जान्छ है रिल्स भनेर त अझ 15 देखि 20 सेकेन्डको बनायो भने चाहिँ एकदम एग्रेसिभ जान्छ कि भ्युज ल त्यसो यसलाई अफ गरौँ मैले एउटा मेटिहालेँ बुझाउन पर्ने कुरा यहाँ एउटा बाँकी छ मल्टिमिटरमा डिजिटल र एनालग लेखेँ नि मैले होइन एनालग भनेको चाहिँ हाम्रो सुईवाला सिस्टम भएको मल्टिमिटर भनेको बाइकमा पनि एउटा डिजिटल डिस्प्ले हुन्छ एउटा एनालग डिस्प्ले हुन्छ नि एउटा त्यो सुई घुमेर चाहिँ ठ्याक्क स्पिड देखाउने चाहिँ मिटरवाला एनालग मिटरवाला मिटर